मान्छे हेर्ने त नि एक खन्त हेलो गाइज वेलकम छ होला गाइज हामी चाहिँ यताबाट राइट मोडेर सिधै हामी यतातिर हिँडेको सम्झना तिमीलाई अब के भन्छ अरे ब्लगिङ गर्नु लाउनु पऱ्यो अब है हेलो गाइज वेलकम टु माई च्यानल के भन्ने त्यो न्यू भिडियो भन्ने होइन सुने छैन कि यसले त हामी भाइरल जङ्गलतिर हिँडेको है गाइज ग्याङहरू हामीलाई धुलो खुवाउँदै गयो त केटाहरूले त है आज त मान्छे पनि थुप्रै हुन्छ होला पुलमा पनि हिँड्नेहरू अप्ठ्यारो भयो किन नबोलायो अहिलेसम्म होइन किन नबोले अहिले चाहिँ बोली फुटेन है कि किन त्यस्तो बोली फुट्नु पऱ्यो नि त यत्रो घाम छ अरे के ए मैले चप्पल लगाएर आएको ला जुत्ता निकाल्यो यस्तो थत्रै चप्पल लगाएर हिँडेको सम्झाउनु पर्दैन म जुत्ता त्यहाँ लाउँछु भनेर लगाएर आएको मजा सबै जुत्ता लाउनु जानु पऱ्यो कि मलाई झ्याउलाई कस्तो बिर्सेको मैले तिमीले सम्झाउनु पर्दैन छ्या जुत्ता ला जस्तो लागेको थियो कि बिर्सिहालेँ नि लफडा पऱ्यो गाई भनेर चप्पल पो लगाएर हिँडेछु म त आया मलाई आज उठिरहेको छ अहिले आया झन् मोजा लगाएर जुत्ता लाउँछु भनेको झन् पहिले बसेको रेडी भयो शीतल तर यता डुबाउँछ नि त बर्खामा खोला पस्छ क्या बागमती त्यही दिगो छैन नभए ठाउँ त एकदम राम्रो छ नि अनि के जस्तो लाग्यो त चिरमा हेलो फुल क्रसिङ है अब हामी झलुङ्गे पुल ए झलुङ्गे पुल यहाँनिर फेरि उताबाट बाइक आयो भने यस्तो दुःख पाउँछ क्या दुईवटा छिर्दैन नि त अनि एउटा पछाडि सर्नुपर्छ यस्तो गाह्रो हुन्छ त्यसपछि डर लाग्यो किन डर आयो हलिन्छ नि तिमीले खोलातिर झार्नुपर्छ कि हजुर पौडी खेलाउँछ नि आउँदैन गोल पनि सक्यो बोट ए चैनपुर भन्ने छ नि त्यो अगाडि उतै त्यो रङ्गशाला हो बनाउनु लाग्यो त्यही अगाडि मेन रोड मोबाइलले खिच्नु स्पिड नगर बोक्नै अल्छी लाग्यो कि
कन्तु चैनपुर बजार क्षेत्र है यो चाहिँ बजारको आसपास तिम्रो टाउको ठोक्या ठोकै गरेर छ चैनपुर है गाइजहरू लागिरहेको छौँ आज चैनपुर बजार छैन सोमबार कहिले लाग्छ हो कहिले कहिले आएको ए कसको अरे हो रविका ए झन्झनी त भने ए झन्झनी ए गाउँपालिका मान्छे त सब उतै मात्र देख्छु त म तिम्रो दाइ पनि देखे जस्तो लागेको थियो मैले तिम्रो दाइ पनि देखे जस्तो लागेको थियो ऊ दर्शनको दाइ अघि न बाइकमा जाने होइन र यसरी गएको थियो किन केले अहिले भर्खरै अहिले फेरि छोयो त्यो केही छैन त्यो राख्ने के अरे ह्यान्डी प्लास आयो ह्यान्डी प्लास अब घरमा थियो नि बरु हाम्रो घरमा ह्यान्डी प्लासहरू ला ए माथिबाट होइन हेर न मान्छे सब बच्चै बच्चा हेर न कहाँ ठुलो मान्छे छ त नि हो सब बच्चै त हो यिनीहरू सब टिनेजर के सब टिनेजर के टिनेजरहरू बच्चै त हो नि ए हेलो गाइज वेलकम टु द भाइरल जङ्गल हामी चाहिँ अहिले भाइरल जङ्गलमा प्रवेश गऱ्यौँ ल मान्छे हेर न मान्छे कति धेरै यही हो भाइरल जङ्गल ए हाम्रो टुकुहरू हाम्रो गाउँ टुकुहरू यही हो भाइरल जङ्गल अनिता चस्मा खोलेर हेर है चस्मा खोलेर हेर है आधीहरू नदेख्दाखेरि मान्छे त भाइरल जङ्गलमा त के कुरा होला है कहाँबाट आयो होला त मान्छेहरू कहाँबाट आयो होला त मान्छे यति धेरै रहरै रहरै मान्छे हेर्ने त नि उता एक अन्त कहाँ छ अनिताहरू त्यही हिँड्न लाग्छ त्यही भएर कन्नेरी हेर्नेमै व्यस्त हो कि के तिमी पनि सक्यो त यता अब फोन गर अब मान्छे त नै छ मान्छे हेरिरहेको छ हामी कस्तो के छ ल बरे मान्छे त टन्नै रहेछ है आमामा अझ कम रे के भन्छ यत्रो मान्छे अनि गाडी लिएर आउनु खोज्नु भयो नि तपाईँले त है 22 किलोमिटर चाहिँ ठ्याक्कै जङ्गलको हालत अवस्था यस्तै छ होइन विवेक के छ सुसी
के कुरा चल्दैछ यतातिर मैच्याङहरू के चल्दैछ किन मान्छे त टन्नै छ हौ टन्नै छ भाइरल खानु मजा पनि लगभग कति बज्यो अहिले लगभग 5 बज्न लाग्यो 5 बज्नेको आसपासमा पनि मान्छेहरू टन्नै छन् घुम्न आउनेहरू मान्नु चाहिँ पर्छ कहाँबाट यति धेरै मान्छेहरू आइपुग्यो हो मान्छेको भिडै भिड छ मान्छे कलरको यति खाले ड्रेस लाग्छ कुर्ता लाग्छ यतातिर चाहिँ सबैको बनाउनु जस्तो छ मेलाभन्दा कम चाहिँ छैन मेलाभन्दा कम चाहिँ छैन सुरक्षाकर्मीहरू सुरक्षाको लागि हुनुहुन्छ कसरी गर्दै सबै क्यु कुरेर बसिराखेको छ कसरी कसरी ल ल राजमालको यसो एक्सन देखाउनु लाग्छ है ल खै त खोइ डर लखा परिरहेको छ गाईहरू बाहिर जङ्गलमा लोकलहरूको बिगी चलिरहेको छ सुरक्षाकर्मीहरूसँग डिस्कस गरिरहेको छ